जय मसीह। सर्वप्रथम त म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। अनि मेरो प्यारो ब्रदर एन्ड्रु ब्रदरले मलाई भन्नुभयो अनि तपाईँको जीवन गवाई भनिदिनुहोस् भनेर आज तपाईँहरूको समक्षमा मेरो एउटा जीवन गवाई भन्न गइरहेको छु है। मेरो जीवन गवाई चाहिँ सुरु गर्नु पर्दाखेरि चाहिँ मेरो बाल्यकालदेखिकै म सुरु गर्न चाहन्छु। जब पनि म 5-6 सालको थिएँ त्यो समयमा मैले हाम्रो गाउँतिर है त्यो समयमा गुड फ्राइडेको टाइममा क्रिसमसको टाइममा धेरै पर्दाहरूमा प्रभु यीशु ख्रीष्टको पिक्चरहरू देखाउने गर्थ्यो है। म त्यो समयमा नि पुरा एट्र्याक्टिभ हुन्थेँ। जब मैले त्यो कुराहरू गर्दै गर्दाखेरि त्यो हेर्दै गर्दाखेरि ईश्वरीय प्रेम चाहिँ मैले बुझेको थिइनँ, तर म एट्र्याक्टिभ हुन्थेँ जिजस क्राइस्ट चाहिँ यो हुँदो रहेछ त्यो हुँदो रहेछ भनेर। अनि जब म अलिक ठुलो हुँदै गएँ अनि ज्ञान बुद्धि पलाउँदै गयो मेरो जीवनमा चाहिँ धेरै ब्याटलको कुराहरू आयो। अनि म त्यतिखेर स्टिल क्रिस्चियन भएको थिइनँ। अनि जब म जवान हुँदै आएँ अनि त्यतिखेर मेरो जीवनमा रक्सीको लतहरू लाग्यो। अनि इन्टरनेट गलत युजिङहरू हुनु थाल्यो मेरो जीवनमा। अनि मेरो जीवनमा मिसयुजको कुराहरू हुनु थाल्यो, जस्तै अब नेगेटिभ थट्सहरूतिर माइन्डहरू जाने सधैँभरि हुन्थ्यो मेरो जीवनमा। अनि एक दिन यस्तो टर्निङ पोइन्ट आयो जब मैले ड्रग्स पनि लिनु थालेँ। अनि जब मैले मेरो जीवनमा गाजाहरू पनि खानु थाल्थेँ, त्यो समयमा म आउट अफ माइन्ड हुन्थेँ नि, आउट अफ ट्र्याक हुन्थेँ है। त्यस्तै जीवन चलिरहेको थियो। अनि जब मैले रक्सी कन्ज्युम गर्दाखेरि चाहिँ मेरो जीवनमा कहिले पनि असल प्रकारले खाँदिनँ थिएँ। कति व्यक्तिहरूले रक्सी खाँदाखेरि कस्तो प्रकारले खान्थ्यो भन्दा पानी फिटेर खान्थ्यो, तर म चाहिँ विदाउट वाटर म चाहिँ एल्कोहल ड्रिङ्क गर्थेँ। अनि त्यो प्रकारले गर्दा मेरो लापरवाही जीवन बितिरहेको थियो, यति धेरै लापरवाही जीवन बितिरहेको थियो। अनि जब म बढिरहेको थिएँ, म हुर्किरहेको थिएँ, अनि म स्कुल लाइफमा पनि धेरै फेल भएँ। अनि मलाई यस्तै समस्याहरू आउँदाखेरि टिचरहरूकोबाट पनि यो वर्डहरू आउँथ्यो कि तिमी पढ्न सक्दैनौ फर्दर, तिम्रो जीवनमा छैन त्यो कुराहरू। अनि घरबाट पनि डिस्करेजको कुराहरू आउँथ्यो, अनि समाजबाट पनि डिस्करेजको कुराहरू आउँथ्यो। साथीभाइले मलाई तँ त अलिक मेन्टल हेल्थ प्रब्लम छ, साइकोनेस पक्ला जस्तो छस् भन्थ्यो। अनि एक दिन यस्तो समय आयो जब मैले मेरो जीवनमा सबै कुरा बितेर जाँदै गर्दाखेरि चाहिँ एउटा कुरा निर्णय गरेँ कि मेरो जीवनमा संसारमा यस्तो थोक पनि छैन जसले चाहिँ मलाई तृप्त पार्छ। संसारमा यस्तो चिज छैन जुन चाहिँ कुरोले चाहिँ मेरो हृदयमा भएको घाउ खटिराहरू पीडाहरू जति पनि हृदयमा टुटेको पनाहरू छ यसलाई चाहिँ कसले मलमपट्टि गरिदिने। यो जीवनको यात्रामा म यति धेरै उताप चढाव भइरहेको थियो। अनि जब मैले म 16 वर्षको उमेरमा हुँदाखेरि चाहिँ मैले जिजस क्राइस्टलाई पाएँ। अनि त्यो समय चाहिँ मैले यीशु ख्रीष्टलाई चाहिँ मेरो उद्धारकर्ता नि सृष्टिकर्ता भनेर मैले जब ग्रहण गरेँ, अनि जब मैले ग्रहण मात्रै गरेँ तर त्यतिखेर मैले मेरो जीवनको अझै पनि मकसदहरू भेटेको थिइनँ। नि जब मैले यीशु ख्रीष्टलाई विश्वास गरेँ 16 वर्षको उमेरमा, त्यसको बादमा 7 वर्षको बादमा मैले प्रभुमा बक्तिस्मा गरेँ। अनि स्टिल म त्यो समयसम्म बक्तिस्मा गर्दै पनि स्टिल म त्यो समयसम्म पनि एज अ क्रिस्चियन मैले क्रिस्चियन भएर पनि मैले असल कुरा गर्नुपर्ने रहेछ, यो गर्नुपर्ने रहेछ भनेर मात्रै मेरो माइन्ड एन्ड सोल एन्ड थट्स थियो क्या। अनि जब म त्यो कुराबाट कतिवटा कुरो मेरो लतहरू थियो त्यसबाट अझै पनि छुटकारा भएको थिएन। तर एक दिन मलाई यस्तो एउटा चिज आयो, म एक दिन लास्ट आवरमा म मर्नसम्म पुगेँ। अनि म डरलाग्दो एक्सिडेन्ट भएँ। अनि ओभर थिङ्किङको कुराहरू आयो, अनि मलाई पेनिक एट्याकहरू भयो। अनि भूत आत्माले मलाई धेरै समात्यो अनि मलाई मार्नु खोज्यो। अनि मार्नु खोज्दै गर्दाखेरि चाहिँ मैले त्यतिखेर मेरो माइन्डमा एउटा चेतना खोल्यो, पवित्र आत्मालाई तले सहायता माग भनेर भित्रबाट आवाज आयो। अनि मैले होली स्पिरिटलाई यति धेरै सहायता मागेँ। अनि एकजना चिनेको पास्टर बुवा हुनुहुन्थ्यो, अनि मलाई उहाँले प्रार्थना गरिदिनु भयो। अनि मलाई उहाँले भन्नुभयो तिम्रो जीवनमा के गल्ती गरेको छ र तिमी परमप्रभुबाट टाढा भएको छौ, आज तिमी पश्चाताप गर, फर्क भन्यो। अनि मैले जस्तो पश्चाताप गरेँ। अनि मेरो जीवनमा मैले जाँड रक्सी खाएको छु, मैले बेविचारको जीवन बिताएको छु। प्रभुको वचनले यो भन्दछ पापको ज्याला चाहिँ मृत्यु हो, तर परमप्रभुको अनुग्रह चाहिँ सिद्धेको वरदान हो भनेको छ। नि जस्तो म रिपेन्ट गरेर फर्केँ, मेरो जीवनमा परमप्रभुलाई धुनुभयो, लानुभयो, सबै कुरा गर्नुभयो। म लास्ट स्टेजमा पुगेँ। अनि म एक्सिडेन्ट भएर मरिसकेको व्यक्ति थिएँ, तर जब मलाई परमप्रभुले फेरि चुन्नुभयो, मलाई रिस्टोर गर्नुभयो। अनि मलाई यो जग्गामा हिँड्दै गर्दाखेरि म जुन चाहिँ म रक्सी खाने व्यक्ति थिएँ, आज म यसरी तपाईँहरूको अगाडि मिडिया मार्फत तपाईँहरूलाई मैले जीवन गवाइदिइरहेको छु। म एउटा ड्रग एडिक्ट थिएँ, तर उहाँले मलाई छुटकारा गर्नुभयो। मेरो जीवनमा नबिलेको भागहरू थियो, मेरो जीवनमा फोर्निकेसनको कुराहरू थियो, तर त्यो कुराहरूबाट मलाई प्रभु यीशु ख्रीष्टले बचाउनु भयो। आज तपाईँहरूको माझमा आइरहेको छु। अनि जब म त्यो कुरामा सबै पश्चाताप गर्दै अनि हिप्पोक्रेट्सको पुस्तकले यो भन्दछ, यति
यदि तिमीले तिम्रो पापलाई स्वीकार गर्यौ भने र तिमीले यति तिम्रो पापलाई मानिलियो भने तिम्रो कृपा दृष्टि हुन्छ भनेको छ। अनि त्यस्तै प्रकारले म बढ्दै थिएँ। अनि जब म बढ्दै गर्दाखेरि एउटा वचनले मलाई साह्रो हिट गर्यो, यूहन्ना 3:16ले। त्यहाँनिर यस्तो ब्युटिफुल कुरा लेखेको रहेछ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटी पुत्र प्रभु यीशु ख्रीष्ट यस संसारमा दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर आनन्द जीवन पाओस्। वाह, मलाई यस्तो ब्युटिफुल लाग्यो। संसारमा त उहाँ परमेश्वरको पुत्र यीशु ख्रीष्ट संसारमा आउनु भएको रहेछ, कुनै धर्मको लागि होइन रहेछ, कुनै जातको लागि होइन रहेछ, कुनै धनी व्यक्ति गरिब व्यक्तिको लागि होइन रहेछ, तर एउटै चिजको लागि आउनुभएको छ, मानव जातिको लागि आउनुभएको छ। अनि जब मैले उहाँको वचन पढेँ अनि उहाँ क्रुसमा मर्नु भएको रहेछ, टाँगिनु भएको रहेछ र 3 दिन मात्र मरेकाहरूबाट जीवित हुनुभएको रहेछ भनेर जब मैले उहाँको वचनलाई पढेँ, मैले बुझेँ अनि मेरो हृदयबाट मैले यो आवाज आउन थाल्यो, मलाई उहाँले बचाउनु भयो, मलाई सेकेन्ड लाइफ दिनुभयो। म रक्सी एडिक्ट थिएँ, ड्रग्स एडिक्ट थिएँ, यो सबैबाट मलाई उहाँले बचाउनु भयो। अब म उहाँको लागि सेवाकाई गर्छु भने मेरो हृदयमा मैले निर्णय गरेँ। जब मैले निर्णय गर्दाखेरि मलाई परमप्रभुले मलाई उहाँको जीवनमा कलिङ गर्नुभयो। अनि मलाई जब प्रभुले मलाई रिन्यू गर्दै म उहाँसँग हिँड्दै जाँदाखेरि प्रभु यीशु ख्रीष्टको मेरो बोलाट मेरो जीवनमा आयो। अनि म विभिन्न जग्गामा गएर प्रभुको नाउँमा यो समयहरूमा प्रभुको नाउँमा मैले परमप्रभुले मलाई दिनुभएको अंशले गर्दाखेरि मत्ती 28:19 अनि 20 अंशले भन्नुभएको छ, गो एन्ड प्रिच द गोस्पेल एन्ड मेक द डिसाइपल। अनि मत्तीमा यसरी भनेको छ भने मर्कुसमा 15:16, 17 अनि 18 भनेको छ, सारा जग्गामा गएर सुसमाचार प्रचार गर। अनि यो अंशले गर्दाखेरि मलाई उहाँले यसरी बोलाउट गर्नुभयो। अनि म यो समयहरूमा परमप्रभुको प्रचार गर्दै प्रिचिङ गर्दै म समटाइम कहाँ जान्छु, यानि कि योभन्दा धेरै अगाडि म भुटान गएको थिएँ, अनि कलकत्ता गएको थिएँ, अनि 2-3 खेप म नेपाल गएको थिएँ, अनि सिलगढी अनि सिक्किमको विभिन्न भागहरूमा। अनि यो समयहरू मैले यसरी सेवाकाई गरिरहेको छु। म जुन चाहिँ समयमा म चाइल्डहुडदेखिको यो समयसम्म आउँदै गर्दाखेरि म कस्तो खालके व्यक्ति थिएँ है, मेरो जीवनमा मलाई धेरै समाजमा मलाई तल्लो लेभलमा देखिएको थियो, तर परमप्रभुले मलाई यति धेरै ब्लेसेड भनेर आशीषित बनाएर मेरो जीवनमा मलाई यो लेभलमा राख्नु। परमप्रभुको वचनले यो पनि भन्दछ, तिमीहरूलाई म पुच्छर होइन तर शिर तुलाउनेछु भनेछ। यदि तपाईँ पनि आजको दिनमा ब्याक भएर म केही गर्न सक्दिनँ होला, मानिसले तपाईँलाई हेरिरहेको होला, तुच्छ ठानिरहेको होला, तर तपाईँलाई आज यो गवाईबाट भन्छु, परमप्रभुले तपाईँको जीवनमा रिस्टोर गर्नुहुन्छ, परमप्रभुले तपाईँको जीवनमा नयाँ कार्य गर्नुहुन्छ। परमप्रभु बाहेक अरू कोही पनि छैन हाम्रो जीवनको कुराहरू बुझ्नुहुने। अनि तपाईँलाई म एउटा क्वेसन गर्न चाहन्छु है, तपाईँले प्रभुलाई चाहिँ कसरी चाहिँ चिन्नुभयो है? तपाईँ जुन चाहिँ लतहरूमा हुनुहुन्थ्यो है, अनि तपाईँ धेरै कुरो कन्ज्युम गर्नुहुन्थ्यो है, अनि तपाईँकोमा टर्निङ पोइन्ट चाहिँ कहिलेदेखि आयो? यो कुरा भन्दै गर्नुपर्दाखेरि चाहिँ म सानैदेखिको इन्फ्लुएन्स चाहिँ क्रिस्चियनिटीमा भएको थिएँ। कसरी भन्दै गर्दाखेरि त्यो समयमा हामी मुसिनु हुँदै गर्दाखेरि कस्तो कुरा हुन्थ्यो भन्दाखेरि क्रिसमसको टाइममा, गुड फ्राइडेको टाइममा चाहिँ हामीलाई पर्दामा चाहिँ पुरा भिडियोहरू देखाउने गर्थ्यो क्या। अनि जिजस ख्राइस्ट चाहिँ यस्तो हुनुहुन्छ भनेर। अनि त्यो हुँदै हामी 7 जना दाजुभाइमा एकजना दाजु साइमन राई, उहाँले चाहिँ प्रभु पाउनु भएको थियो। अनि सेकेन्ड माइकल दाजु यानि कि माइला दाजुले, अनि थर्ड चाहिँ मेरो दाजु बुद्धिराजले, अनि मैले पाएको प्रभु यीशु ख्रीष्टलाई। मैले चाहिँ प्रभु यीशु ख्रीष्ट खास पाउनुको अर्थ चाहिँ रिजन चाहिँ के रहेछ भन्दै गर्दाखेरि चाहिँ मेरो घरको छेउछेउमा चाहिँ अब अलिकति क्रिस्चियन भएको कारणले गर्दाखेरि अनि यानि कि चर्चहरू भएको कारणले गर्दाखेरि चाहिँ म बिस्तारै चर्चहरू जान्थेँ, लुकी छुपी जान्थेँ। त्यसपछि जाँदै जाँदा अनि कतिवटा कुरो प्रभु यीशु ख्रीष्टको टिचिङ मन परेर अनि त्यतिको मैले ग्रहण गरेँ। अनि त्यति ग्रहण गरेर अनि जब मैले ग्रहण गरेँ, मैले 16 वर्षको उमेरमा ग्रहण गरेँ, त्यसको 7 वर्षमा चाहिँ मैले बक्तिस्मा लिएँ। तर स्टिल म त्यो समयसम्म पनि मैले यीशु ख्रीष्टलाई चाहिँ अझै हृदयबाट मैले चाहेको थिइनँ रहेछु कि। अनि जब मैले त्यो चाहिँ म एउटा हिँड्दै गर्दाखेरि एउटा एज अ रिलिजियसली मात्रै हिँडिरहेको रहेछु। अनि जसरी मैले यूहन्ना सुसमाचार यूहन्ना 3:5 अनि 6मा मैले पढ्दाखेरि चाहिँ यसरी पाएँ, म साँचो तिमीहरूलाई भन्दछु, यदि कोही नयाँ गरी जन्मेको छैन भने यानि कि आत्मा र आगोबाट जन्मेको छैन त्यसले परमेश्वरको राज्य देख्नु छैन भनेको छ नि। जब मैले मेरो जीवनमा त्यो वचनले मलाई हिट गर्यो अनि जस्तो मैले सबै कुराबाट पश्चाताप गरेर फर्केँ, नि त्यहाँदेखिको उपरान्त चाहिँ मेरो जीवनमा चाहिँ परमप्रभुले कार्य गर्नु भने त्यहाँदेखिको यता चाहिँ मेरो जीवनमा चाहिँ मैले परमप्रभुलाई साँचो हृदयले चाहिँ यीशु ख्रीष्ट चाहिँ क्रिस्चियन धर्मको ईश्वर होइन तर सारा विश्वको लागि अनि मेरो लागि आउनु भएको रहेछ भनेर मैले उहाँलाई विश्वास गरेँ। अनि मैले निर्णय गरेँ म चाहिँ त्यसरी ख्रीष्टलाई पाएको। मैले जिजसलाई पाएको चाहिँ तपाईँको मेरो जर्नी चाहिँ 2011 दिनकै हो।
अनि 2011 दिनको मेरो जर्नी हो। तर जब मैले टोटली मैले प्रभु यीशुमा आएको भनेको चाहिँ 2016 दिनको, अनि 2022मा मैले बक्तिस्मा लिएको। अनि जस्तो बक्तिस्मा लिएर पनि जब मैले बक्तिस्मा लिएँ अनि त्यसको बादमा मैले सबै कुरो छोडेर अनि सेवाकाईको लागि म गर्छु भनेको चाहिँ म 3 वर्ष भयो परमप्रभुमा। अनि तपाईँले लतहरू चाहिँ कसरी छोड्नुभयो? लतहरू चाहिँ मैले यसरी नै छोडेँ जब मैले परमप्रभुको प्रेमलाई बुझेँ अनि जब उहाँको वचनले मलाई हिट गर्नु थाल्यो, यो कुरा मैले खानु हुँदैन रहेछ, यो कुराहरू मैले गर्नु हुँदैन रहेछ, उहाँको विरुद्धमा पाप रहेछ भनेर मैले जब पनि बुझेँ, त्यहाँदेखि चाहिँ मैले छोडेँ। जसरी रोमी 6को त्यसले भन्दछ पापको ज्याला चाहिँ मृत्यु हो। तपाईँको पहिला मम्मी पापा पनि क्रिस्चियन हुनुहुन्थेन नि, अनि हजुर बादमा हुनुभयो है, अनि यसमा के भन्नु चाहनुहुन्छ तपाईँले? यो तपाईँले मलाई प्रश्न गर्दै गर्दाखेरि चाहिँ उत्तर दिन मन लाग्यो। जब पनि मेरो जीवनमा मैले लापरवाही जीवन बिताइरहेको थिएँ, त्यो समयमा मेरो परिवारमा कहिले पनि मैले परमेश्वरको मिरेकल्स देखिनँ क्या। अनि जब म मेरो जीवनमा पश्चाताप गरेर मेरो जीवन परमप्रभुमा मैले फर्काएर ल्याएँ, अनि फर्काएर ल्याएर मैले दर्शन देख्ने गर्थेँ। एउटा भर्याङ हालेको, अनि भर्याङ चाहिँ घुमेर टक्कै मेरो घरमा आएको देख्थेँ। अनि त्यसको 6 महिना भित्रमा परमप्रभुले मेरो आमा अनि बुवालाई अनि मेरो घर परिवार 7जना चाहिँ परमप्रभुमा ल्याउनु भयो। अनि यो जर्नीमा हिँड्दै गर्दाखेरि समटाइम म एज अ क्रिस्चियन भएर मेरो बुवा आमा विश्वास गर्नुभएको थिएन। त्यतिखेर धेरै समस्याहरू आउँथ्यो, धेरै प्रब्लमहरू आउँथ्यो, तर मैले निर्णय चाहिँ गरेको थिएँ म प्रभु यीशु ख्रीष्टमा जिउँछु भनेर। तर मेरो मामा पापा पनि आउनुभयो प्रभु यीशु ख्रीष्टमा। अनि आज मलाई अति धेरै आनन्द छु म, किनभने गर्दा परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु, यानि कि जिजस क्राइस्टलाई म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु, जसको कारणले गर्दाखेरि आज तपाईँहरूको समाजमा म यसरी बोलिरहेको छु। अनि मैले तपाईँलाई देख्दाखेरि चाहिँ सुरुदेखि अहिलेसम्म तपाईँकोमा एउटा जुन चाहिँ एनर्जी छ, जुन चाहिँ सेवाको एउटा हुन्छ नि भावना छ हुन्छ नि, त्यो कसरी अहिलेसम्म तपाईँ स्थिर छ? यो जर्नीमा हिँड्दै गर्दाखेरि एउटै कुरा भन्न चाहन्छु तपाईँहरूलाई पनि। अनि उहाँले प्रश्न मलाई सोधिरहनु भयो अनि उत्तर दिन चाहेँ मैले यसरी। समटाइम हामी भावनामा बोली पठाउँछौँ म प्रभु यीशु ख्रीष्टको लागि सेवाकाई गर्छौँ भनेर। त्यो भावना 1 महिना 2 महिना 6 महिना बस्छ। तर यो समयमा जब म जस्तो पापमय जीवन बिताउँदै गर्दाखेरि यति साह्रो घिनलाग्दै भन्छु म, किन भन्दै गर्दाखेरि प्रभु यीशु ख्रीष्ट शुद्ध अनि पवित्र हुनुहुन्छ। घिनलाग्दो जस्तो जीवन बिताउँदै गर्दाखेरि मैले उहाँको एउटा प्रेमलाई बुझिनँ कि। अनि जस्तो उहाँले मलाई मेरो दोषहरू देखाइदिनु भयो, जब उहाँको रगतको भ्यालु मैले बुझेँ, अनि जब उहाँले चाहिँ हाम्रो निम्ति उहाँको पवित्र रगत बगाउनु भएको रहेछ भनेर जब मैले मत्ती मर्कुस लुका योहना पढ्दै गर्दाखेरि उहाँ कसरी क्रुसमा मर्नु भएको भनेर उहाँको वर्णन हुँदै गर्दाखेरि म पढ्दै गर्दा म रोएँ। अनि त्यहाँदेखि मैले बुझेँ कि अनि मैले जब पनि अहिले म तपाईँहरूसँग बात मार्दैछु, मैले सेकेन्ड लाइफ पाएको। योभन्दा अगाडि मेरो जीवन लातालिङ्गै थियो, अनि तर अहिले यो जीवन चाहिँ मलाई परमप्रभुले दिनुभएको एकदम असल प्रकारले। अनि मैले सोचेँ कि परमप्रभुले मलाई बचाउनु भयो, मलाई सेकेन्ड लाइफ दिनुभयो, डिप्रेसन जस्तो जीवनबाट मलाई बचाउनु भयो। अब उपरान्त चाहिँ म परमप्रभुको लागि म सेवाकाई गर्छु, परमप्रभुको लागि म सेवामा हिँड्छु र म एउटै स्त्री बनाएर बस्छु। मलाई हिँड्न सहिकन सहायता गर्नुहोस् प्रभु भनेर म यसरी प्रार्थना गरेर यसरी यो जोस अनि होस अनि बोसमा हिँडेँ। अनि त्यही कारणले जब म पवलको पुस्तक पढ्छु, पवलले लेखेको 13वटा पुस्तक म पढ्छु, त्यतिखेर यस्तै एउटा प्रेरणाहरू मिलिबस्छु। पवल यस्तो डरलाग्दो जेलखानमा हुँदै गर्दाखेरि पनि यस्तो शक्तिशाली उहाँले गवाईहरू लेख्यो, यति शक्तिशाली पत्रहरू अरू मण्डलीहरूमा लेख्यो, पत्रहरू लेख्यो। त्यो जोसहरू देख्दै गर्दाखेरि पवलले चाहिँ जियो कि म जिउन सक्दिनँ होला, त्यही उहाँलाई एउटा आशा हेरेर के परमप्रभु प्रभु यीशु ख्रीष्ट संसारमा आएर यस्तो हाम्रो निम्ति गर्नुभयो कि म गर्न सक्दिनँ होला, मेरो जातिको लागि सक्दिनँ होला भनेर। यो समयहरूमा त्यो हृदयमा प्यास खान्छ, यो हृदयभित्र त्यो तृष्णा आउँछ। त्यही भएर चाहिँ म यो समयहरूमा स्थिर हुन्छु। हो समटाइम मलाई यति धेरै साह्रो पर्छ अरूले नबुझ्दिँदै गर्दा, तर यो नबुझ्दिँदै गर्दाखेरि पनि यो भागहरूमा चाहिँ प्रभु यीशु ख्रीष्टसँग भएर भित्र हिँड्नु चाहिँ अति नै मिठो लाग्छ अनि ब्युटिफुल लाग्छ। यसरी नै मेरो जीवन कुराहरू गर्दै अनि मेरो सेवाकाईहरू बढाइरहेको छु यसरी नै यो समयहरूमा। अनि मलाई एउटा कुरा सोध्नु इच्छा थियो, तपाईँहरूले अब प्रिच गर्नुहुन्छ गस्पेलहरू है, बजारतिर गएर पनि गर्नुहुन्छ है, कहाँतिर गएर पनि गर्नुहुन्छ है, अनि तपाईँद्वारा चाहिँ कति अहिलेसम्म, खास त त्यस्तो सोध्नु हुँदैन, तर अहिलेसम्म कति आत्मा तपाईँले बचाइसक्नु भएको छ? म यो फिल्डमा निक्लेको बेसी भएको छैन। जब मैले इच्छा गरेर म निक्लेको होइन, खासमा भन्नुपर्दाखेरि चाहिँ मेरो इच्छा गरेर म अब यसरी प्रिचिङ गर्छु भनेर म निक्लेको पनि होइन।
अनि म कुनै सेलिब्रिटी हुन्छु भनेर निक्लेको होइन, तर मलाई हृदयमा साँच्ची नै खायो मेरो जाति मरिरहेको छ। अनि म यो फिल्डमा निक्लेको भनेको 2.5 वर्षहरू चाहिँ हुँदैछ। अनि जब मैले अहिले लगभग मैले इस्टिमेट गर्दाखेरि 500 1000 को बिचमा चाहिँ मैले प्रिचिङ गरिसकेछु भनेर चाहिँ एउटा मलाई गन्ती छ। अनि त्यो बिचहरूमा धेरैजनाले ग्रहण गर्नुभयो, अनि कतिजनाले बत्तिसमा पनि गर्नुभयो। अनि बत्तिसमाहरू अब क्यालकाटा जस्तो जग्गामा है, अनि कतिजनाको जीवनमा क्यान्सरहरू रोक्नेको जाति भएको छ, कतिजनाको ब्रेन ट्युमरहरू जाति भएको छ है, अनि कतिजनाको मुटु दुख्ने बिमारहरू यसरी परमप्रभुले यसरी सुसमाचार सुनाउँदै जाँदाखेरि त्यस्तो कुराहरू गर्नुभएको छ। अनि कतिजनाले ग्रहण गर्नुभयो, कतिजनाले विश्वास गर्नुभयो। अनि यो त एउटा सानो जर्नी मात्रै हो, 0.001% मात्रै हो। मैले गर्न सकेको चाहिँ केही पनि छुइनँ। अनि अब आउने दिनहरूमा अझै पनि यो कुराहरू अगाडि बढाउँदै लाने भित्रबाट एउटा आत्माबाट चाहिँ आवाज आउँछ र मलाई अझै बढ्न मन लागिरहेको छ। यति नै मैले गर्न सकेको चाहिँ केही छुइनँ, म अहिले बढिरहेको छु, जवान छु, तर धेरै कुरा अझै झेलेर अगाडि बढ्नु छ। अनि तपाईँले युथहरूलाई के सल्लाह दिनुहुन्छ? हामी कसरी पवित्र जीवन हुन्छ नि, हामी एक दिन जिउन सक्छौँ है, हामी सधैँभरि पवित्र जीवन जिउनु लागि चाहिँ के गर्नुपर्छ? म सिम्पल भन्न चाहन्छु, तपाईँहरू कतिजना यो भिडियो हेर्दै हुनुहुन्छ, मभन्दा ठुलो पनि हुनुहुन्छ, मभन्दा सानो पनि हुनुहुन्छ, कतिजना टिनेजमा हुनुहुन्छ, कतिजना विवाहित गर्नुभएको व्यक्तिहरू हुनुहुन्छ। म एज एउटा है प्रभुको छोरा भएको कारणले गर्दा, म लिडर भन्दिनँ, म अगुवाजन पनि भन्दिनँ, तर प्रभुको छोरा भएको कारणले गर्दाखेरि एउटै कुरा म भन्न मन लाग्छ। प्रभुको वचनले यो भन्दछ, स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि शुद्ध अनि पवित्र चाहिँ प्रभु यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ भनेपछि एज अ म पनि आफूलाई म पवित्र छु भन्यो भने चाहिँ म गलत छु। तर प्रभु यीशु ख्रीष्टको रगतद्वारा चाहिँ म पवित्र अनि शुद्ध छु भन्न म रुचाउँछु। अनि यो सन्दर्भ भन्दै गर्दाखेरि पवित्रता जीवन भने चाहिँ यति धेरै शक्तिशाली कुरा हो। म यहाँ चाहिँ जवान भएको कारणले गर्दाखेरि समटाइम मलाई धेरै साह्रो पर्छ यो बाटो भएर हिँड्दै गर्दाखेरि। तर प्रभुको वचनले यो पनि भन्दछ नि, धर्मी जनहरू 7 पल्ट लड्यो भने उठ्छ भनेर। तर यो वचनले भन्दैछ त, ए धर्मी जन त 7 पल्ट लड्यो भने उठ्छ भनेर भन्दैछ, तर यसलाई मिसयुज नगरौँ यो वचनलाई। तर भन्नु चाहेको कि हामी जवानी छौँ, अनि जवानी तपाईँहरूलाई पनि म भन्न चाहन्छु, परमप्रभुमा तपाईँहरू दिन प्रतिदिन समय बिताउनुहोस्। कतिजना काम गर्नुहुन्छ, जब गर्नुहुन्छ, कतिजना टिचर हुनुहुन्छ, कतिजना एजुकेसन लिनुहुँदैछ, कतिजना शिक्षा लिनुहुँदैछ, कतिजना स्टुडेन्ट हुनुहुन्छ। तर पनि तपाईँहरूलाई एउटै कुरा भन्न चाहन्छु, आज दिनभरि तपाईँले जे गर्नुभयो नि परमप्रभुको अगाडि लगेर खाता जस्तै खुल्ला खोलिदिनुहोस्, स्टोरी जस्तो टक्कै खोलेर नि तपाईँले टक्कै राखिदिनुहोस्। अनि परमप्रभुको रगतले तपाईँहरू धुनुहोस्, अनि परमप्रभुलाई भन्नुहोस्, प्रभु आज मैले यस्तो तपाईँको विरुद्धमा पाप गरेछु, तपाईँको रगतले धोएर शुद्ध अनि मलाई पवित्र बनाउनुहोस्। त्यही कारणले प्रभुको वचनले यो भन्दछ नि, 26:41 यसो भन्दछ, जागा रहो, प्रार्थना गर, परीक्षामा नपर। आत्मा त साँच्ची नै तयार छ, शरीर दुर्बल छ। शरीर दुर्बल भएको कारणले गर्दाखेरि परमप्रभु हामी दिन प्रतिदिन पश्चाताप गरिबस्नुपर्छ। पश्चाताप गर्नुभएको दिन प्रतिदिन कराइबस्नु, चिचाइबस्नु होइन, तर तपाईँले गर्नुभएको जति पनि दिनभरिको कुराहरू छ, कार्यहरू छ, यो परमप्रभुको अगाडि लगाइदिनुहोस्। यही नै म भन्न चाहन्छु।
सबैजनालाई